हेलो एभ्रिवान, वेलकम टु माई च्यानल संसार भन्दै के सुस्मिताको बहिनीले भन्दै वेलकम टु माई संसार देखिन्छ गीत त सुन्नु दिदी के डन। अनि अब चाहिँ हामी टिकटक बनाउन लाग्यो। टिकटक बनाउने भनेर यत्रो साडी लगाएर झिर्ली झाक्टै भएको त हेर्नु, लाइटै गयो। अनि यता दिदी हुनुहुन्छ, देखिनु भयो कि देखिनु भएन, म त देख्यो कि नै थाहा भएन। अनि अब चाहिँ लाइट आयो, फाइनली लाइट आयो साथी गाइस लाइट आयो। अब लाइट आएपछि एकछिनपछि नेट पनि आउँछ अनि त्यसपछि हामी टिकटक बनाउने। रातभरि टिकटक बनाउने, बिहानभरि सुत्ने। अनि हजुरहरूले हेर्ने लाइक कमेन्ट सब्स्क्राइब सबै दिदी यस्तो त नहाल्नु। मेरो टिकटक फलो गर्नुस्, मेरो पनि फलो गर्नुस्। म आइडी सेयर हानिदिन्छु अहिले। गाइस हाम्रो च्यानल आज प्रिया आफ्नो स्निकिङ इन आवर होम। जाऊ म साडी भाइ नि मिसन अकम्प्लिस्ड। गाइस हामी खानै छ। छैन माथि गयो नि गाइस बारिश शुरू हो गई है, बारिश हो गया। गाइस नेपाल में बारिश हो गई, फर्स्ट बारिश नेपाल की देखेंगे हम आज। व्लॉग अभी से बनना शुरू हो रहा है। ये है ओरालो। अभी हमें उस साइड जाना है और बारिश शुरू हो गई है, फ़ोन भीग जाएगा। मैंने हाफ पहन रखा है, मुश्किल है गाइस। ठंडी भी लगेगी। गाइस बकरी मम्मी व्यू देख लो गाइस बस। होइन कि जङ्गलमा गएर त्यहाँ पनि जाने अनि यता निर्दी पनि आउने गर्ने। गाइस हम जा रहे बनाएको, हामी जाँदैछौँ वालिङ घुम्न। तिनजना मिलेर हेर्नुहोस् हामी एकदम पानी परिरहेको थियो अघिसम्म, तर हामीले बस्यो अलिअलि। सिजनलाई च्यालेन्ज दिएको। अब मिल्छ हामी डाइरेक्ट होटेलमा गाइस, होटेल या जता जान्छ। गाइस हम आ गए। हामी चाहिँ अब यो चाहिँ 6th फ्लोर, यो चाहिँ सेकेन्ड वाला भन यो चाहिँ सेकेन्ड रेस्टुरेन्ट हो। अब यसपछि चाहिँ
अब क्याफे एउटा हामी गयो नि त्यसलाई क्याफे भन्छ यो रेस्टुरेन्ट हजुर त्यो क्याफेको छोडिदिउँ न किन छोडिदिउँ कहाँ गयो भने जङ्गल रेस्टुरेन्ट अनि त्यसपछि बेकरी गयौँ त्यसपछि अब चाहिँ 6th फ्लोर आइसक्यौँ अब यहाँ चाहिँ अब एकछिन फोटोसोटो खिचिन्छ अनि त्यसपछि खाना जाउँ अनि त्यसपछि घर जान्छ घर जाने अब गाइस मैले दिदीको मोबाइल हडपेँ एन्ड रातिको सर मैले टाइमै देखाइदिन्छु 12 बज्न सिर्फ 3 मिनट छ हामी अहिले देख्न सक्नुहुन्छ हामी घुमेर आएर पनि फेरि यहाँ आयौँ खाना खाएनौँ मेकअप छ हेर्नुहोस् है हामी एकछिन खेल्यौँ लड्यौँ हान्यौँ पिट्यौँ अनि भर्खरै अब हामीले चाहिँ यहाँ फ्रेन्च फ्राई बनाउँछौँ हामी फ्रेन्च फ्राई खाएर आएको त्यही पनि खाने हो किनकि हामी बुक्कड हो यहाँ अनि प्रियङ्का दिदी चाहिँ हुनुहुन्न यहाँ प्रियाले के हेर्नुहोस् दिदी आउनु गाइज आइम हियर विथ फेस वास ल चलो